ब्राजिल र ट्युनिसियाको बराबरी। ब्राजिलका फ्यानहरूले बीपी, कोलेस्ट्रोल, डिप्रेसनको औषधिसहित बीपी नाप्ने यन्त्र पनि साथमा लिएर फुटबल हेर्ने होला नि त अब, होइन? किनकि ब्राजिलको गेममा कन्सिस्टेन्सी भन्ने कुराको कमी देखिन्छ। कहिले कुन रिजल्ट आउँछ भन्ने कुरा थाहा नै हुन्न। कहिले हँसाउँछ त कहिले एकदमै पारा तताउँछ। यो ब्राजिलको टिमलाई के गर्ने त गाइज भन्ने कुरा नै हामीलाई थाहा भएन क्या। इन्टरनेसनल फ्रेन्डली म्याचमा ब्राजिलले ट्युनिसियासँग 1-1को बराबरी गरेको छ। पोसेसनसँगै सर्ट्स र सर्ट्स अन टार्गेटमा कन्ट्रोल गर्दा पनि खेल भने ब्राजिलको पक्षमा आउन सकेन। खेलको 21औं मिनेटमा हजिम मास्टोरीले अली अब्दीको असिस्टमा गोल गरेर ट्युनिसियालाई 1-0को अग्रता दिलाउँदा 44औं मिनेटमा एस्तेभाओले पेनाल्टीमा गोल गर्दै खेल 1-1 बनाउन सफल भए। सेकेन्ड हाफमा भने दुवै टिमबाट गोल हुन सकेन, तर 78औं मिनेटमा ब्राजिलले पेनाल्टी मार्फत गोल गर्ने चान्स त पाएको थियो, तर लुकास पाक्वेटाले त्यो पेनाल्टीले झन्डै चन्द्रमातिर पुर्याइदिए। त्यस पछाडि खेल 1-1को बराबरीमै सकियो। यस खेलमा ब्राजिलले 22वटा सर्ट्स प्रहार गरेको छ, जसमा रोड्रिगोले 6वटा र भिनीले 5वटा प्रहार गरे। तर रोड्रिगोले एउटा सर्ट टार्गेटमा प्रहार गर्न सफल भयो भने भिनीले त्यही एउटा पनि टार्गेटमा प्रहार गर्न सकेनन्। अनि कसरी हुन्छ त ब्राजिलबाट गोल साथीहरू? यो ब्राजिलको टिमले वर्ल्ड कप जित्छ होला त यस्तै तरिकाले? कमेन्ट गर्नु होला प्लिज।